हामीसँग फेरि हामीसँग भालु सर जोडिनु भएको छ भालु सर सर नमस्कार नमस्कार सर फेरि पनि म आइसकेको छु स्याम्युअल बिल्कुल चुप उहाँले चाहिँ जुन किसिमले पेट सपमा उहाँ म्यानेजर हुनुहुँदो रहेछ र उहाँले जनावरहरूलाई चाहिँ जङ्गलबाट ल्याएर चाहिँ उहाँले पिँजडामा राखेर बेच्ने काम गर्नुहुन्छ विषयमा चाहिँ तपाईँले के भन्न छ भने अब यस्तो सर यसमा चाहिँ म अलिकति अगेन्स्टमा बोल्न चाहन्छु सर जनावर भनेको खुल्ला सहर खुल्ला जङ्गलमा हिँड्न पाउने उनीहरूको अधिकार हो उनीहरूलाई त्यसरी ल्याएर बन्धक बनाएर 2-4 पैसाको लोभमा बेच्न पाइँदैन यो जनावरको राइट्समा मारहानि भएको छ सर म एकदम अगेन्स्ट छु सर यो चिजमा एक काम कर 200 रुपए दे और 50 रुपए काट ओवर एक्टिंग के वजह अनि तपाईहरु त्यसो भए किन किन आउनुहुन्छ आगो लगाइदिन कम त्यस्तो भने किन आउनुहुन्छ हामी मैले अहिलेसम्म हेर्नु सर मेरो अहिलेसम्म हिस्ट्री हेर्नु सर मैले आजसम्म कुनै पनि जुत्ता दोकान छ नि मैले आजसम्म कुनै पनि जुन तरिकाले ठ्याक्कै आज मैले एउटा पनि जनावर किनेको छैन है आजसम्म मैले एउटा पनि ठ्याक्कै भनिदिनुस् आज मैले कुनै पनि जनावर किनेको छैन म एकदम सुन्नुस् एकदम जनावरलाई माया गर्ने मान्छे हो मैले आजसम्म कुनै पनि जनावरलाई हिंसा गरेको छैन सुन्नु नामै भालु छ अनि अस्ति पसलमा आउँदै भालु छ भन्दै यारी समझ गई जनावरहरूलाई आज पुस्ता बढाउनको लागि आफ्नो नाम समेत भालु राखेको छु सोच्नुस् ओके कति जनावरप्रति मेरो माया छ तपाई सरको एक मात्र एउटा भालु हुनुहुन्छ कि नि सर भन्नु त्यो कुरा मान्नु एक मात्र हैन मेरो सहकर्मी साथीहरु छन् तपाई भालु हो के भन्ने जनता जान्न चाहन्छु सुन्नु सर भालु मात्र नभन्नुस् ठ्याक्कै है फेरि अहिले म भालु सेट पनि जोड्न चाहन्छु म मेरो नाममा अच्छा हमको सिखा रिया भालु भन्दा मलाई मान्छेले गलत तरिकाले हेरे बुझ्नु भयो कि सर आँखाबाट लस्ट देखे रियल चौधी पनि हेरे तर म त्यो प्रकारको भालु होइन ठ्याक्कै भन्नु पर्दाखेरि आज जनता जान्न चाहन्छ म ठ्याक्कै भनिदिन्छु आज म अनेकको जनावरलाई माया गर्ने व्यक्ति हो दादा एउटा क्वेशन सोध्नु पर्यो भालु दादालाई उता पिडी पछाडी के हो त्यो के देख्दैछु म पिडी पछाडी मेरो अनुहार दादा जा मलाई पिडी पछाडी मेरो अनुहारको गलत प्रयोग हुँदैछ म यहाँ छु तर पिडीमा दादाको दोस्रो काम होला प्यारी समझ गई तर दादा यहाँ ऋषि धमला भन्ने चाहिँ को हो तपाई हो कि उहाँ हो धमला हैन यहाँनिर धमला समला कोही पनि छैन यहाँ ठ्याक्कै आज अहिले कुरा हुँदै जनावरको विषयमा कुरा हुँदैछ हाम्रो यहाँ पेट सपमा जुन जनावरलाई जुन तरिकाले भइरहेको छ नि धेरै मान्छेहरूले के भन्छन् भन्दाखेरि तपाईलाई चाहिँ जस्तो तपाईको नाम चाहिँ भालु सेट भनेको चाहिँ जंगलबाट तपाई चाहिँ खास तपाई चाहिँ आदिवासी हुनुहुन्छ अरे तपाईले चाहिँ जंगलबाट चाहिँ लिएर चाहिँ आएर भालु सेट भन्ने नाम दिएको तपाई त्यो कुरा मान्नुहुन्छ तपाई हेर्नुस् सर मान्छेहरु सक्सेसफुल भइसकेपछि धेरै मान्छेले तपाईलाई तल लिन कोसिस गर्छन् त्यही विषयमा मलाई यहाँनिर आज भालुको उसले धेरै नाम जोडियो तर मलाई यो चीजमा मतलब छैन म 14 घण्टा दिनमा खटिएर काम गर्छु सर बुझ्नु भयो ओके कता छ तपाईको अफिस ठीक छ सर रियल इस्टेट को म ठुलो बिजनेसम्यान हो कंग्रेचुलेसन सक्सेसफुल पीपल भइसकेको छ मनी तपाई चाहिँ दलाली हुनुहुन्छ त्यो तपाईको सिधा भाषामा भन्दाखेरि तपाई दलाली हो मेरो हात जोड के मैं मोदी साहब से गुजारिश करता हूं अब यस्तो हो सर अब अंग्रेजीमा हामी त्यसलाई एजेन्ट भन्छौं तर नेपालीमा कन्भर्ट गर्दा दले आउँदो रहेछ हजुर म आफुलाई दले भन्न चाहदिन जुन किसिमले जस्तै तपाईले भन्नुभयो कि अघि हैन जस्तै तपाई चाहिँ तपाईको हिस्ट्री थाहा पाउँदाखेरि तपाई चाहिँ एउटा नेकेड भिलेज भन्ने ठाउँबाट चाहिँ तपाईलाई चाहिँ एकजना मान्छेले चाहिँ त्यहाँबाट चाहिँ लिएर तपाईले चाहिँ त्यहाँ राखेर तपाईको ठुलो बनाएर चाहिँ तपाईले धेरै कुराहरु चाहिँ भएको रहेछ त्यो कुरामा तपाई के भन्न चाहनुहुन्छ हजुर त्यो भिडियोमा जन्म कहाँ भयो तपाई कहाँबाट गयो कसरी जन्मिनु भयो कसरी तपाई त्यहाँ पुग्नु सबै जन्मिने प्रक्रिया एउटै हो बुवा मम्मीको भेट भएर जन्मिने हो सबै तपाई अलग प्रक्रिया जन्मिनु भएको हैन सबै जन्मिने प्रक्रिया त्यही हो सठिक के भन्दिनुस् आज लोड सेडिङ हुन्छ पहिला प्रक्रियामा पहिला लोड सेडिङ हुन्छ ट्याक्क त्यसको 9 महिना पछि फुत्ता हो सबैको प्रक्रिया त्यही हो सर भनेपछि तपाईलाई चाहिँ लोड सेडिङको क्रममा तपाई जन्मिनु भयो त्यही भएर तपाई अलिअलि कालो हुनुहुन्छ त्यही तपाईले हजुर कालो गोरोमा केही राखेको छैन बुझ्नु भयो कि सर काँचो कलरमा रिसर्च गर्ने मान्छेहरु धेरै पछाडी परिसके हजुर तपाई चाहिँ अहिले तपाईको स्थिति हेर्दा तपाई चाहिँ पहिला चाहिँ यहाँ शहरमा आउने बेला एकदम गरिब हुनुहुन्थ्यो हैन अहिले एकैचोटी धनी हुनु भएको छ तपाई जस्तै फटा कामहरु गर्नु छ कि जस्तो के छ तपाईको जस्तो जनताहरुले चाहिँ बुझ्न खोजिरा चाहिँ तपाई किन चाहिँ यस्तो धनी कसरी हुनुभयो रियल एस्टेटबाट तपाईको बिजनेस खडा गर्नलाई तपाईलाई पैसा कसरी आयो मैले भनिसके तपाईलाई म 14 घण्टा डेली काम गर्छु म फटिन्छु फिल्डमा मेरो मेहनत
मान्छेहरूले देख्दैनन् मेरो महँगो गाडी मात्रै देख्छन् अनि भन्छन् ओ भालु दादाले त 1 करोडको गाडी किनेछ तर 1 करोडको पछाडि कति घण्टा मैले काम गरेको छु त्यो कसैले पनि हेर्दैनन्। त्यहाँ आज तपाईँको टेलिभिजनको मार्फत म भन्न चाहन्छु कि मेरो मेहनतलाई पनि हेरियोस्, हजुर मेरो मेहनतलाई पनि निगरानी गरियोस् हेरियोस् र हजुर भालु नाम राख्दैमा जज नगरियोस् भन्न चाहन्छु म। दर्शकबिनहरू भर्खरै हामीसँग जोडिनु भएको थियो भालु श्रेष्ठ सर। उहाँले आफ्नो बारेमा सबै कुरा भनिरहेको थियो। उहाँको जे कुराहरू थियो हामीले सबै खुल्ला स्तरमा खुलाइसकेका छौँ र हामीसँग जेडी म्याम पनि हुनुहुन्थ्यो। जेडी म्यामले पनि सबै कुरा खुलाइसक्नु भएको छ र आज हामी चिसो खबर यो धेरै धन्यवाद मलाई जुन तरिकाले तपाईँले कार्यक्रममा बोलाइदिनु भयो धेरै धन्यवाद छ। आगामी दिनहरुमा मलाई बोलाइदिनुहुन्छ भन्ने आशा गर्दछु। तपाईले चाहिँ फोटो खिच्नु खबरको कार्य हाम्रो सिसिसी खबरमा चाहिँ तपाईले मैले एउटा लास्टमा एउटा भनिहाले हाम्रो चाहिँ कार्यक्रम द मुकुसम्म तपाईले इन्भिटेसन मैले छिटै दिनेवाला छु। तपाई चाहिँ रेडी हुँदै गर्नुस्। जुन तरिकाले तपाईले मलाई इन्भाइट गर्दिनु भयो मलाई धेरै कम मान्छेले इन्भाइट गर्छन् किनभने म सत्यता बोल्ने मान्छे हो। त्यही भएर तपाईको सत्यताको बारेमा तपाईको कसरी उत्पत्ति भयो भालु सीटको नाम चाहिँ कसरी भयो भन्ने कुरा त्यो कार्यक्रममा हामी खुला स्तरमा कुरा गरौँ ल। अहिलेको लागि चिसो खबर चाहिँ हामी धेरै धन्यवाद मुकु नमस्कार। नमस्कार।